हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। इट्स मी कृतिका ढुङ्गाना। आज चाहिँ मैले 5 खालदेखि घरसम्मको चाहिँ नजाराहरू समेटेर भिडियो बनाइरहेको छु र म चाहिँ 5 खाल आइसकेको छु। 5 खालमा यहाँ रोडहरू पनि अहिले यस्तो छ, हेर्न सक्नुहुन्छ। रोड चाहिँ खासै मिलेको छैन, त्यही भएर एक्सिडेन्ट धेरै हुन्छ। म चाहिँ 5 खाल आइसकेको छु र यहाँ चाहिँ बेरै चाहिँ मान्छेहरू नाचिरहेछन्। त्यति नाच हेरिसकेर म चाहिँ सर आर्मी ब्यारेक आइपुगेँ र आर्मी ब्यारेकमा चाहिँ माथि शान्ति गेटमा चाहिँ भिडियो बनाउनु दिनुहुन्न, अनि मैले चाहिँ यहाँ थाहा नहुने गरी भिडियो बनाएँ। यहाँ आर्मीहरू नभएको ठाउँमा भिडियो बनाएँ होइन। यतिकैमा म चाहिँ आर्मी ब्यारेकको अन्तिम ठाउँसम्म आइसकेको छु र यहाँनिर बिल्डिङ देख्दाखेरि त मलाई मनमा यति धेरै खुसी लाग्छ नि। यस्तो राम्रो लाग्छ मलाई यहाँको बिल्डिङहरू। सधैँ हेर्छु होइन, त्यही पनि कहिल्यै नपुग्ने कि त्यस्तो राम्रो लाग्ने कि मलाई चाहिँ होइन। अनि म चाहिँ यहाँ शिखरपुर आइपुगिसकेको छु होइन। शिखरपुर हुँदै 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 म चाहिँ अब जोरी पिपल पुग्छु। जोरी पिपलमा चाहिँ यहाँनिर कुर्सीहरू राखेर ओरेर राम्रो बनाउनु भएको रहेछ होइन। अनि म चाहिँ यतिकैमा लागेँ अब घरतर्फ। यहाँनिर कुखुरा फार्ममा चाहिँ यहाँ गाडीहरूले सामानहरू लिएर आएको रहेछ। यहाँ चाहिँ खतरा कुखुरा फार्म छ होइन। अनि यहाँ चुनाव प्रचार प्रसारको लागि झन्डाहरू चाहिँ राखिसक्नु भएको रहेछ होइन। अनि यतिकैमा आनन्दको होटल पुगियो। यहाँको नजारा हेर्दै हेर्दै म घरतर्फ लाग्दैछु। यतिकैमा हामी तलिभन्ज्याङको जङ्गल पुगिसकेका छौँ। अब यहाँको शीतल हावा खाँदै खाँदै अब म घर जान्छु। यो बाटो त सबैजनाले थाहा नै पाइसक्नु भयो होला कहाँको बाटो भनेर होइन। यो बाटो हिँड्दा प्राय सबजनाले भिडियो बनाइरहेकै देखिरहेको हुन्छु होइन। अनि यहाँनिर चाहिँ जङ्गल राम्रो छ, बाटो सफा छ, अनि सबैजनाले चाहिँ यहाँ भिडियो बनाउनुहुन्छ र मैले पनि आज भिडियो बनाएँ होइन। अब यतिकैमा घर जान भनेपछि त मलाई खुसी लाग्छ, जहाँसुकै पुगोस् होइन। दिउँसो घर आउन पायो भने चाहिँ खुसी लाग्छ कि जे भयो नि। अनि म चाहिँ यहाँ सर तामाघाटको फाँटको नजारा हेर्दै हेर्दै घर आइरहेको थिएँ। तर आज बादल लागेर चाहिँ छेकिया रहेछ सबै। अनि यहाँ सबैजना तामाघाट जानको लागि गाडी कुरिरहनु भएको रहेछ। अनि अङ्कलले मलाई घरसम्म लगिदिन्छु भन्नुभयो। मैले पर्दैन भनेर म चाहिँ हिँड्दै हिँड्दै घर जान्छु भने, किनभने यहाँ मेरो वडा कार्यालयमा काम थियो। अनि म चाहिँ यहाँ वडा कार्यालयको तल्लोपट्टि आइसकेको छु होइन। अनि यसो वडा कार्यालयको पनि भिडियो क्याप्चर गरिदिउँ न भनेर गरिदिएको कि। जे भए पनि हाम्रो गाउँ चाहिँ एकदम सफा छ है। अनि यहाँ म वडा कार्यालयको गेटमा पुगिसकेको छु होइन। अब म त्यहाँ एउटा सानो काम छ, त्यहाँ म वडा